एकजना दाइलाई हामी क्रिस्चियन भएकोमा येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनी ग्रहण गरेकोमा असाध्यै मन दुखेको रहेछ र उहाँ यसरी आफ्नो मन दुखाइ पोख्नुहुन्छ। ल हिन्दू धर्ममा त जातीय छुवाछुत थियो, पक्षपात थियो, बहाना बनाउनु भयो। तर बौद्ध धर्ममा, किराँत धर्ममा त्यस्तो नराम्रो के थियो कि तपाईले त्यो धर्मलाई लात हान्दै लत्याउँदै ईसाईयत यानि कि क्रिस्चियन कबुल गर्नुभयो? कुनै पनि मान्छे म नास्तिक हुँ, म शास्त्रिक होइन भन्छ भने म त्यस्ता नराम्रो भन्दिनँ। ईश्वर मान्ने नमान्ने उसको इच्छा हो सक्छ। तर जुन धर्ममा जन्मियो हुर्कियो त्यो नराम्रो हो भनेर अर्को धर्म अपनाउने मान्छेहरू चाहिँ पक्कै पनि केही पैसाका आशाले, केही सुविधाका आशाले गएका हुन्। दाजै, तपाईलाई मैले एउटा कुरा बुझाउनै पर्ने भयो। अब यस भिडियोलाई चाहिँ पुरा हेर्नु होला र तपाईले जान्नुहुनेछ मैले येशूलाई किन ग्रहण गरे भनेर, है त। तपाईले भन्नुभएको कुरा ठिकै हो। हिन्दुइजममा भएको नेगेटिभ फ्याक्टर भनेको नकारात्मक पक्ष यो जातीय पक्ष पनि हो। तर यो जातीय विभेदकै कारणले मैले येशूलाई प्रभु र मुक्तिदाता भनी ग्रहण गरेको चाहिँ होइन। मैले हिन्दुइजम छोड्नुको कारण भनेको मुक्तिको निम्ति बाटो नपाएर यथार्थ र सत्य भेट्टाइन मैले त्यहाँ। तर येशू ख्रीष्टमा चाहिँ मुक्ति, यथार्थ र सत्य भेट्टाएँ र जीवन भेट्टाएँ। त्यस कारणले येशूलाई प्रभु र मुक्तिदाता भनी ग्रहण गरेको हुँ। तपाईँ यो सत्य पचाउन सक्नुहुन्छ कि हुन्न? पहिलो कुरा त यो पनि हो। फेरि तपाईलाई यो सत्य नपचेर अर्कै कुरा पनि ल्याउन सक्नुहुन्छ। अनि अब तपाईको अर्को कुरा चाहिँ किन बुद्धिस्टमा जानु भएन, किन किराँतमा जानु भएन, अर्थात् किन नास्तिकै हुनु भएन भन्नुहुन्छ। होइन, म बुद्धिस्ट नै भएको भए पनि त हिन्दू धर्म त छोडेकै हो नि त। म किराँत नै भए पनि हिन्दू धर्म त छोडेकै हो नि त। नास्तिक भएको हो भने त हिन्दू, किराँत, बुद्धिस्ट सबै छोडेकै हो नि त। तर तपाईलाई हिन्दू छोडेर अरू धर्ममा जाँदा चाहिँ केही नहुने, म क्रिस्चियन नै हुँदा चाहिँ यति साह्रो आपत्ति के भएर पर्यो लु भन्नुहोस् त। के चाहिँ भएर तपाईलाई कहाँ चाहिँ मन दुख्यो? केले चाहिँ मन दुख्यो? यदि तपाईँ क्रिस्चियन धर्म भनेको विदेशी धर्म हो, यस कारणले मेरो मन दुख्यो भन्नुहुन्छ भनेदेखि त हिन्दू धर्म पनि त विदेशी नै धर्म हो। किनभने इन्डिया त विदेश हो हेर्नुहोस्, अनि हिन्दू धर्म त इन्डियाको हो हेर्नुहोस्। हिन्दू धर्मको देवी देवताहरू इन्डियन हुन्, सबै त्यतैतिर जन्मेका हुन्, तीबाट सुरु भएको हो। यो वेद ग्रन्थ त्यतैतिर लेखिएको हो। तब तपाईँ कसरी भन्न सक्नुहुन्छ क्रिस्चियनिटी विदेशी भएकोले मलाई मन पर्दैन? अब तपाईँ सत्यता र वास्तविकताको विषयमा छानबिन गर्न चाहनुहुन्छ भनेदेखि मैले खोजेको ईश्वर भनेको प्रेमिलो हुनुपर्छ। अनि येशू ख्रीष्टमा त्यो प्रेम भेट्टाएको छु। किनभने उहाँ आफू ईश्वर भइराख्ने कुरालाई, पक्रिराख्ने कुरा नसम्झेर मानव रूप धारण गरेर नोकर भएर यस पृथ्वीमा आउनुभयो, अर्थात् मानिस भएर आउनुभयो। क्या यति साह्रो माया गर्नुभयो उहाँले, मेरो निम्ति स्वर्गीय वैभवलाई छोडिदिनु भयो। ईश्वरत्वलाई पक्रिराख्ने जस्तो कुरा सम्झनु भएन। यति गहिरो माया गरेर आउनुभयो अनि म मर्नु पर्ने ठाउँमा मेरो प्रभु मरिदिनु भयो र म बाँचे। अनि उहाँ मरेकै हुनुभयो, त्यसरी म पुनरुत्थान जीवित भएर उठेर आउनुभयो। अनि यहाँबाट उहाँको ईश्वरत्व प्रमाणित भयो। अनि ईश्वर प्रेम हुनुपर्छ। यो प्रेम मैले येशू ख्रीष्टमा भेट्टाएँ। मेरो विचारमा यही नै हो, ईश्वर भनेको प्रेम हुनुपर्छ र त्यो प्रेम येशूमा पाइन्छ। र ईश्वरले जे चाह्यो त्यो गर्न सक्ने हुनुपर्छ। येशूले गर्नुभयो। ठुला प्रचण्ड आँधी बेरी आयो, रोकिजा भन्नुभयो, त्यो रोकियो। तन्त्र मन्त्र गर्नु भएन, तप तपस्या गर्नु भएन, रोकी भन्नुभयो, रोकियो। सबै प्रकृतिहरूले पनि उहाँको सामान्यमा घुँडा टेकेको देख्छु म। समुद्रहरू उर्लेर आए, शान्त हुआ भन्नुभयो, शान्त भयो। समुद्रले येशूको अगाडि घुँडा टेकेको देख्छु म। भूत प्रेतहरूलाई निस्किजा भन्नुभयो, मानिसबाट तिनीहरू निस्केर गए। सबै प्रकारका भूत प्रेत, दुष्ट आत्मा, दुष्ट शक्तिहरूले पनि उहाँको अगाडि घुँडा टेकेको देख्छु म। रोग र बिरामीहरूलाई निको हुआ भन्नुभयो, रोग र बिरामीहरू ती मानिसहरूबाट निस्केर गएर मानिसहरू तुरुन्तै चङ्गाइ भयो। रोग र बिरामीले येशूको अगाडि घुँडा टेकेको देख्छु म। सारा प्रकृतिमा भएको देखिने नदेखिने सबै कुराले उहाँको सामान्यमा घुँडा टेकेको देख्छु म। 5 रोटी 2 माछाबाट 5000 त पुरुष मात्रै थिए र त्यो महिला, त्यहाँ बच्चाहरू थिए, कति अनगिन्ती मानिस थिए, तिनीहरूलाई खुवाउनु भयो। अनि एकबाट अनेक बनाउनु हुने उहाँ नै हो भन्ने कुरा यहाँबाट बुझ्छु। धानको एउटा दाना हामी जमिनमा खसाउँछौँ र त्यसले धेरै धानहरू बालामा लगाउँछ।
अनि यसरी एउटा धानबाट यति ठुलो धानको बाला बनाउनु हुने, एकबाट अनेक बनाउनु हुने र सबै संसारमा भएका मानिसहरूलाई खुवाउनु हुने, पिलाउनु हुने, सबै उनीहरूको आवश्यकता जुटाउनु हुने परम पवित्र येशू हुनुहुन्छ भन्ने कुरा उहाँले जब 5 रोटी र 2 माछाबाट 5000लाई खुवाउनु भयो स्पष्ट भयो। अनि उहाँले मरेकोहरूलाई बोराउनु भयो, मृत्युले पनि उहाँको अगाडि घुँडा टेकेको देख्छु म त। अनि उहाँ आफै पनि मृत्युबाट जीवित बोरी उठेर आउनु भयो अनि उहाँ नै ईश्वर हो भन्ने कुराको प्रमाणीकरण भेट्छु म त। तब मैले येशूलाई तब पछ्याएको हुँ। यो कुरा मैले बुद्धिज्ममा भेट्दिन, यो कुरा मैले किरातमा भेट्दिन। एथियस्ट झन् साह्रो लाचारहरू हुन्। ती जो नास्तिक भएर हिँडेको छन् तिनीहरू त सबैभन्दा बिचारा र लाचारहरू हुन्। अनि हिन्दुइजममा यो म भेट्दिन। संसारको अरू कुनै पनि धर्ममा म यस्तो प्रेम, यस्तो अद्भुत ईश्वरत्व कसैमा पनि देख्दिन, भेट्दिन म। तर येशू ख्रीष्टमा मात्रै भेट्छु। त्यसै कारणले येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाता पनि ग्रहण गरेको। अब तपाईँ भन्नुहुन्छ धर्म परिवर्तन गर्नेले पक्का पनि केही न केहीमा बिकेको हुनुपर्छ। अब तपाईँ मलाई भन्नुहोस् तपाईँको स्वाभिमान तपाईँ कति रुपियाँमा बेच्नुहुन्छ? यदि तपाईँ बेच्नुहुन्न भने तपाईँ यो कसरी सोच्नु सक्नुहुन्छ कि अर्कोले चाहिँ बेच्छ भनेर? यसको अर्थ के तपाईँले यो सोच्नु भएको तपाईँमा मात्रै बुद्धि छ, तपाईँसँग मात्रै ज्ञान र चेतना छ, अरू सबै बुद्धुहरू हुन्, सबै लाटाहरू हुन्, सबै अज्ञानीहरू हुन्, सबै मूर्खहरू हुन्? तपाईँले यसो भन्न खोज्नु भएको? यदि तपाईँ यसो भन्दै हुनुहुन्छ भनेदेखि त तपाईँले आफ्नो विषयमा अब विचार विश्लेषण गर्ने समय आयो। अब कुरा चाहिँ तपाईँ आफ्नो स्वाभिमानलाई बेच्न सक्नुहुन्न भने म पनि बेच्न सक्दिनँ। तर सत्यको अगाडि चाहिँ विनम्र हुन सक्छु म। तपाईँ जस्तो घमण्डी चाहिँ भइराख्दिनँ म। फेरि कहाँ विनम्र हुनुपर्ने, कहाँनिर बुद्धि देखाउनु पर्ने, कहाँ चेतनशील हुनुपर्ने, कहाँ चुपचाप रहनुपर्ने, कहाँ बोल्नुपर्ने म जान्दछु। यही कुराको पहिचान तपाईँलाई पनि रहोस्। हामी सबैमा सत्यको चेतना हुनुपर्छ र यही जागृति र सत्य बुद्धि हामी सबैमा रहिरहोस् र मिलाप चाहिँ हामीमा सधैँ भइरहनुपर्छ। तपाईँलाई म प्रेम गर्छु, तपाईँ पनि मलाई तिरस्कार नगर्नुहोस्। मिलाप गरौँ, शान्तिमा बसौँ।